म त भन्न खाने यार आइस कफी खान्छ आइस कफी डङ्किनमा खाने रे ताजा दुध भाइसँग जा सिगरेट ठुलो पानी छैन त यार फ्रिजमा त यार ठुलो पानी छैन यार सोन लाग्यो चोरलाई ए भाइ जिरो त केही हुन्न जिरो भन्ने मात्रै हो धेरै नकिन 2-3 वटा किनै हुन्छ तर वो चिकन किनौँ न या अहिले पनि त्यहाँ चलाउने न आइसक्रिम खानेको आइसक्रिम दिबो आइसक्रिम यो मिल्क चलेर खानु पर्यो त यो खाने चिक्रे त कुन खाने Five of you. You need a copy of the receipt? You're all good to go. Forks are in there to the Thanks. Hi. केटीलाई खिचे जस्तो भयो त आइसक्रिम त किनेन यार 2 जनाको लागि त आइसक्रिम खाने हो ललिपप हेर्न मुला कता भ्लगको लागि किन पछि मेमोरी हुन्छ कि भिडियोहरू आयो रिकर्ड भएको छ 5 वर्षमा पनि सामान दिँदै होला के तपाईँको ब्लग मैले सबै उस राख्छु हार्ड ड्राइभमा राख्छु नि भिडियोहरू हार्ड ड्राइभमा राख्छु नि प्लास्टिक सजिलो हुन्छ नि झन् हातमा त्यसको केही त छैन त्यसको ब्यागमा कहाँ हाल्छ त त्यसलाई हातमा सजिलो हुन्छ त्यो केही नबोक्नेलाई हेलो गाइज वेलकम टू माई ब्लग ये चिक्रे यस सर टोयलेट त यहीँको है यार के हो त्यो मन लाएर आएको यार
चाला ल त्यो खोलेन यो त युज्ड हो क्या ब्रो होइन हुँदैन राखिराखि हुन्छ त्यस्तो हो र त्यो बाहिर एक्सपोज राखिराख्नु तेरो मुखमा हाल्न तेरो मुख नि डस्टबिन है त लात खालस भाइ बच्चाहरू धरि आज हामी हाइकिङ गर्ने चाहिँ हेरिम्यान स्टेट पार्क म गेटोरेड खान पोलिथिनहरु हालेछ न पोलिथिनहरु हाल्यो हैन पोलिथिन आहा क्या दामी क्या मीठा हाँ नहीं केही पर्दैन रातो हो रातो देख्दै देखेन क्या ल सोध पाइन लेक खाना है हो पाइन मेडो पाइन मेडो रातो हो नि ठिकै देखेर मुसुक्क हाँस्दियो Red trail all the way there and back. So the red You just follow the red trail all the way there and back. Are we allowed to swim there? It's swim at your own risk. There's no lifeguards or anything, so technically no. अनि माछा मार्न सक्दैन And can we fish? Yeah, you can fish if you have a permit to fish. Alright. So like after fishing we can take home or the like how's that like We have to leave it there or no one cares? I don't know. Yeah, they have more information inside about like the fishing rules, Alright. but yeah. Sure. Thank you so much. यहाँ त माछा नि सानै होला नि यार खानै नमिल्ने अहिले चाहिँ सुस्तै लेवल गर्ने रियल गरेर अब चाहिँ ब्ल्याङ्क सकिन्छ भ्यू जति पनि एक्सट्रिम सबै सकिन्छ ब्लुको पनि
लेभल हुन्छ तर ब्लूको सब एक्टिभ छ अरू ब्ल्याक चाहिँ सानो ब्ल्याक छ हामी चाहिँ अब डेस्टिनेसनमा आइसकेको अब यहाँ माछा मार्ने रे गाइजहरूले ल बाबुजी कति टाइम लाग्छ खैदै कस्तो खैदायो कच्चा खेलाडी आइछ यार यहाँ यो चाहिँ कच्चा फिसरम्यान बसँग आएको छ यार दिपो हामी गाडी नगरी त भ्लगमा त काट्नु कच्चा फिसरम्यानसँग आएको यो नुबसँग आएको यो ल हेर यो नयाँ नयाँ फिसिङ रडै बिगार्ला जस्तो भइसक्यो तर यसले बनाउने कुनै छाँटकाट ल्याएन भाइ अब माछा मार्ने भए त यो तेरो पर्खाइमा त हाम्रो दिनै जाला जस्तो भयो यति भनेपछि त मैले ठाउँको ठाउँमा बनाइदिन्थेँ यार यता मेरो हात्ती भाइ हात्ती यता यार ओए बेस्टुलाई फोन गरेर सुन न यो यसको कमी हो के अर्को त्यो बाहिरै खुल्ला भएको किन्नु पर्दो रहेछ कस्तो आलु जस्तो यो किनेको बन्द भाइ जहिले किन यस्तो आलु आलु डिसिजन लिन्छस् लाइफमा ल्याइहाल्ने अब के गर्ने मेरो हातमा चाहिँ आज माछा नम्बर नै लेखेर छ फेरि काटेर निकाल्नु नि यो फेरि छ जस्तो लाग्यो फसे जस्तो लाग्यो यस्तो कच्चा फिसरम्यान Cannonball? Okay. Thank you. Then you say you don't nuke missile? Yeah, let's do one last time. Yes. के गफ भन्दैछ Deep right there. It's deep right. You don't touch the floor. No, not. No. Here's the last one. Nope. पर्दै यो भिडियो बनाएर सिधा पठाउनु यो भिडियो हो नि जलेर बढ्छ के हो र किनभने त्यो जम्प हान्नु मन पर्छ त्यसले खेल्न Don't be too daring because if you're too daring you can hurt yourself. What does that mean, too daring? Daring is like trying to see how far you can go. Be careful. I'm doing it myself. You don't have to go to the point that you crack your head. Come on, Chikru. Come on, dear Futia. Yeah. यतै हो ल एकछिन ल Come on, dear Futia. 1 2 3 go. Mama. Sorry, yo Chikru, yo Chikru. यत्रो ठुलो ज्ञान दिइसके दाइले अब के ज्ञान हैन कन्टेन्ट चाहिएको भाइ भाइरल च्यानल एकैचोटि बुम
यहाँ नेटवर्कको धन्नु त्यसपछि चाहिँ राजाको नाम नि भनिदिनुहोस् न बाबुजी प्रतीक गुरुङ ओ राज्यको नाम राज्यको नाम लोडचन्द होइन त्यसपछि चाहिँ उसले भन्यो के अरे उसको चाहिँ एउटा मात्रै छोरा वर्षको तपस्यापछि एउटा छोरा हुन्छ क्या होइन त्यसपछि बाबुजी यहाँ तपस्या गरेर बिहा भएन छोरा कहाँबाट ल्याऊ त्यसपछि चाहिँ छोरा चाहिँ 17 सालको उमेरमा छ अब के अरे राजाभिषेक गर्छु भनेर सोचेको बेला बिमारी लाएर मर्छ राजाले भन्छ यत्रो दुनियाँ दिवाना घुमेर तपस्या गरेर दुनियाँको टालेर एउटा छोरा भएको त्यो पनि 17 सालमा भिड्यो लासको अगाडि बसिरहेको हुन्छ राति अन्त त्यो शोक मनाउँदै बसिरहेको हुन्छ होइन त्यसपछि चाहिँ शोक मनाउँदै बसेको हुन्छ त्यहाँदेखि अब थाकेको त हुन्छ दुःख पनि हुन्छ भद्रक सुतिहाल्छ त्यसपछि सुतेपछि सपनामा देख्छ त्यो चाहिँ अलमोस्ट 10वटा देशको राजा बनेको हुन्छ 10वटा छोराहरू हुन्छन् होइन राज्य विजय छोरा 10वटै छोरा होइन त्यसपछि चाहिँ खुसी हुन्छ एकदम खुसहाल हुन्छ उनसँग आफ्नो समय बिताइरहेको हुन्छ त्यो जो प्रेजेन्टको दुःख थियो त्यसलाई बिर्सिन्छ क्या होइन अरू सपनामा एकदम रमाइदिन्छ गहन सपनामा एकदम बिताइदिन्छ त्यसपछि चाहिँ के अरे बुढीले आउँछ आफू झस्लङ्ग जगाइदिन्छ होइन त्यो बिचरा आत्तिएर जाग्छ त्यहाँदेखि यसो अगाडि हेर्दाखेरि छोरा मरेको हुन्छ क्या होइन त्यसपछि चाहिँ पागल जस्तो हाँस्न थाल्छ बुढीले भन्छ के गरे यस्तो के अरे किन यस्तो हाँस्यो अब दिमाग त फुस्केन छोरा गएर भन्छ त्यसैले भन्छ तैँले जगाउनु भन्दा पहिला म 10वटा देशको राजा थिएँ 10वटा के अरे छोराहरू थिए उनीसँग म हाँसी खेलिरहेको थिएँ बसिरहेको थिएँ तैँले मलाई जगाइदियो अब म त 10वटा छोरा गएँ त्यसको शोक मनाऊँ कि जो यहाँ अगाडि छोरा एउटा छोरा छ गयो त्यसको शोक मनाऊँ म त सोच्नै समझ्नै सकेको छैन कि रियालिटी के हो के कुराको दुःख मनाउने तपाईँ भन्नुहोस् बाबुजी हामी त हजुरको शिष्य हो कहानीको मतलब तपाईँले जसलाई सत्य मानिराख्नु भएको छ त्यो सत्य छ भनेर तपाईँले तपाईँले किन त्यसलाई कन्फर्म गर्न सक्नु भएको के पोसिबल छ कहीँ न कहीँ जो हामीले यो संसार गइरहेको छ यो कसै अचेतन मनको चेतना होस् जसमा हामी रोल प्ले गरिरहेको जस्तो द्याट्स कल्ड रियालिटी चेक त्यस्तै अझ एउटा राजा हुन्छ त्यसले क्वेसन उठाउँछ के अरे राजा हुन्छ मजाले सबै कुरा भोगिराखेको हुन्छ एउटा राति सपना देख्छ कि म गधा भइदिएँ होइन सपनामा गधा भइदिएँ मान्छेले मेहनत गराएको है त्यसपछि चाहिँ एकदम दुःखी हुन्छ र झस्लङ्ग हुन्छ र जाग्छ के टाढा भन्छ म रियालिटीमा को हो राजा हो जसले गधा हुनेको सपना देखिरहेछ कि गधा हो जसले राजा हुनेको सपना देखिरहेछ तपाईँ के हो भनिदिनुहोस् न त जनतालाई सोच्नु एकचोटि यस कुरा कि तपाईँको गधा पनि त हुनसक्छ जसले मान्छे हुनेको सपना देखिरहेछ गधाले सपना देख्छ कसरी थाहा पाउनु भयो सपना देखिरहनु भयो त गधाले दुःख पाइरहेछ त्यहाँ गधाले सपना देख्छ भनेर कसरी थाहा पाउनु भयो बाबुजी त्यही त मैले भने नि त तपाईँ पनि कसैको अवचेतन मनको अवधारणा हुन सक्नुहुन्छ नि त व्याख्या गर्नु त्यही त भन्दैछु नि त अब जसरी 16 आई थिङ्क बिफोर 600 BC को कुरा हो प्लेटो भन्ने थियो क्या फिलोसोफर उसले एउटा फिलोसोफीको तौरमा भन्यो कि यो दुनियाँ जो हो यो इम्पर्फेक्ट हो होइन एउटा पर्फेक्ट दुनियाँ जो छ त्यसको प्रतिबिम्ब हो इम्पर्फेक्ट वेमा त्यसले चाहिँ एउटा फिलोसोफी राखेर गयो ओके त्यो फिलोसोफीको धारणा के थियो बाबुजी हजुरले नसम्झाए कसले सम्झाउँछ सम्झाउनुहोस् न इमेजिन गर्ने कि हामी एउटा गुफाभित्र छ ओके हाम्रो मुख
ओन्ली अगाडि एउटा भित्ता मात्रै हेर्न सक्छ र हाम्रो पछाडि आगो जलिरहेछ। ओके, त्यसपछि त्यो आगाको पछाडिको जो रोशनी आउँछ त्यसले चाहिँ अगाडि भित्तामा हाम्रै प्रतिबिम्ब बन्छ, स्याडो भन्छ होइन। तिनी गुफाभित्र छन्, तिनले रियल लाइट कहिले देखेको छैन। ओके, अरू न आफूलाई पनि देखेको छैन होइन। तर एभ्री डे जब भी बिहान उठ्छन् तिनले आफ्नो प्रतिबिम्ब भित्तामा देख्छन्, त्यसले केही गरिरहेको हुन्छ होइन, हिँड्छ खान्छ गुफाभित्र जे पनि गर्छ, तर आफूलाई देख्दैन। ओके, त्यसपछि अब एउटा मान्छे त्यो गुफाबाट बाहिर निस्केर जान्छ, त्यसले भन्छ नाइ तिमीले त जो हेरिरहेको छौ त्यो भित्रको रियालिटी होइन, रियालिटी आफू खुद हो। तिमीले त्यसमा विश्वासै मान्दैन किनकि तिमी गएर त्यो गुफाबाट बाहिर गएकै छैन, अरू त्योभन्दा पहिला त्यो गुफाबाट बाहिर फेरि आएकै छैन। तिमीले रियालिटी के मान्छन् जो उता प्रत्यक्ष छायामा देखिरहेछ त्यसलाई रियालिटी भन्छ। अरू घाँटी पर्न सक्दैन, आगो भेट्नु सक्दैन कि आगो छ पछाडि। त्यो कन्सेप्ट चाहिँ प्लेटो हो। हामी यस्तो दुनियाँको पेपर फिल्म हुनसक्छ जो पर्फेक्ट छ तर त्यसको इम्पर्फेक्टली हामीले हुन्छ। प्लेटोले दुनियाँले सुन्दैन होइन, त्यसले चाहिँ मिल्दा ल ओहो थ्याङ्क यू दाइ, दामी आयो। इन्स्टाग्राम भाइरल भयो अनि फेरि मेरो लाल चर्चिली हुनसक्छ है। तिमीले बुझ्यो होइन कसरी हो? लाल चर्ची त लुगाउनु पर्छ नि, फोकस भइगयो के अरे त्यो निकाल्दै खोल निकाल्दै मतलब आधी मात्रै डुबाउने थियो पुरै यता यसरी गरेर। तर भिडियो पहिले खिचेर तल हाल्नुपर्छ, उहाँ गएर भिडियो स्क्रिन काम गर्दैन। थाहा छ कि थाहा छैन पानी हामी हर्दिनु पर्ने होला कि मोडेलको उसमा त। तर म पाउनुपर्छ क्या यहाँबाट क्या दामी आउने आशा राम्रो भिडियो ल त्यो पछि फालफाल लाइन लाएर निस्किन बोक्रो गरेर अलि नेचुरल गर्ने हो क्या, त्यो कसो नलगाऊ, अलि हिरो डेको